भनेका छन् हजुरआमा। हजुरआमाले मलाई पनि गाजल लगाइदिन खोज्नुभयो। मैले भने नाइ हजुरआमा, म कहिले लाउन्न। बाबुले कहिले गाजल लाउँदैन, सल्लुले पनि लाउँदैन। हजुरआमाले फकाउनु भयो, यो गाजल होइन औषधि हो, मैले औषधि हालेर घरमै बनाएकी हुँ। हजुरआमाको कुराले मामुले मलजल गर्नुभयो। लगा बाबु, यी मैले पनि लाछु, आँखा चिलाएको चट्टै हुन्छ। बेला बेलामा त आँखा चिलाइरहोस् भन्छेस् नि। अति कर गरेपछि भोलिपल्ट बिहानै धुने शर्तमा गाजल लगाउन तयार भएँ। हजुरआमाले मेरो आँखामा गाजल लगाइदिन थाल्नुभयो। पहिले पटक गाजल लाउँदा मेरो आँखा छोएको थियो। एउटा आँखामा लगाइसकेर उहाँले भन्नुभयो, तेरा ठुल्ठुला आँखामा गाजल कति सुहाउँदो रहेछ, हेर त, यतिका वर्षसम्म सुहाउनै पाएन। उहाँले ऐना देखाइदिनु भयो। मैले हाँस्दै भने, सल्लुका आँखा पनि ठुल्ठुला छन्। हजुरआमाले अर्को आँखामा पनि गाजल लगाइदिन खोज्नुभयो। पख्नु न, एकपटक ऐना हेर्छु भन्दै मैले फेरि ऐना हेर्न थालेँ। तर ऐनामा मैले आफूलाई होइन, बुबालाई देखेर एक्कासी झक्किएर पछाडि हेरेँ। बुबा भर्खर कताबाट अलक्क आउनु भएको रहेछ र आफ्नो पछाडि टक्क रोकिनु भएको रहेछ। गाजल लगाइदिन लागेको हजुरआमाको हात पनि टक्क रोकिए। एउटा गाजल लगाएको र अर्को नलगाएको आँखाले बुबालाई हेरेँ। रिसाए झैँ उहाँले हजुरआमातिर हेर्नुभयो अनि मतिर हेरेर दबेको तर बलियो आवाजमा भन्नुभयो, बाबुले कहिले गाजल लगाउँदैन। बुबाको उपस्थिति र बलियो बोलीको कारण हजुरआमाले मेरो अर्को आँखामा गाजल लगाइदिइ नै सक्नु भएन। बुबाले मलाई गाली गर्नुहोला भनेर मैले हजुरआमालाई नै दोष लगाएँ। हजुरआमाले, हो बाबु, म त मानेकै थिइनँ। हजुरआमाको आँखा झुके, मेरा उठे। केही नबोली बुबा सरासर आफ्नो कोठातिर जानुभयो। त्यसपछि भने हजुरआमाले मेरो अर्को आँखामा गाजल लगाइदिनै सक्नु भएन। लाग्यो बुबा मेरो बुबा मात्र होइन, मनोबल पनि हो। खुसी हुँदै म धारातिर दौडिएर गाजल लगाइएको दाहिने आँखा साबुन पानीले मिची मिची धोएँ। त्यसपछि हजुरआमाको अगाडि आएर उभिएँ र मुस्कुराउँदै गाजल पखालेको आँखाले विजय भावमा उहाँलाई हेरेँ। हजुरआमाले अन्त्य हेर्नुभयो। लाग्यो मैले जितेँ, हजुरआमाले हार्नुभयो। हजुरआमाले मात्र होइन, मामुले पनि हार्नुभयो। भगवानले नछेडेका कान। एक दिन तपाईँले कक्षामा भन्नुभएको थियो, सौन्दर्यसँग नजोडिएको भए महिलाहरूले नाक कान छेड्ने थिएनन् र गहना पनि लगाउने थिएनन्। तपाईँको यो कुरा मलाई पटक्कै मन परेको थिएन। तपाईँलाई देखाएरै छोड्छु भनेर मैले मनमा नै कसम खाएकी थिएँ। म कहिल्यै पनि नाक कान छेड्ने छैन र गहना लगाउने छैन। सानोमा छोराछोरी दुवैको कान छेडिदिने चलन छ, तर मेरो छेडिएन। नछेडिनुमा पनि बुबाको ठुलै भूमिका छ। उहाँ भन्नुहुन्छ, मेरो बाबुलाई कहिले काँडाले पनि नघोचोस्, तर मलाई काँडाले धेरै पटक घोचेको छ। सायद मेरो फुल जस्तै उमेरले फुलसँग मात्र खेल्न जानेको रहेछ। मामु भन्नुहुन्छ, उमेर बढ्दै जाँदा काँडासँग खेल्न मात्र होइन,